Hello साथीहरु, गुड आफ्टरनुन एन्ड सेवा। आई मिस यु राई। वेलकम टु माई ब्लग। फेरि पनि म मेरो मिनी ब्लगमा आइसकेको छु गाइजहरु। हजुरहरु सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र आज चाहिँ स्पेशल किन यो चटपटी रेसिपी लिएर आएको छु। हजुरहरुले देखि नै हाल्नु भयो भिडियोमा हैन, किनकि आज हामी साथी भेटघाट गर्ने कार्यक्रम राखिराखेका थियौं अनि खाजा छिटो मिठो भनेकै एकदमै मन पर्ने सबैको फेभरेट भनेको चटपटे हो कि हैन गाइस। हजुरहरुले कसलाई मन पर्छ त्यही माथि डराने चटपटे यम्मी। अनि मलाई त एकदमै चटपटेहरु मन पर्छ है। त्यही भएर आज सबैजना भेटघाट भएको बेला दुःख सुख गफ गर्दै खाजामा चाहिँ हामीले चटपटे बनाइ खाम न भनेर चटपटे रेसिपी लिएर आइसकेका छौं। हजुरहरुलाई मन पर्छ भने प्लिज कमेन्ट गर्न नभुल्नु होला। अनि अब हामी यस्तो हो नि त साथीहरु, अब सबैजनाको आफ्नो नानीहरु छ क्या सानो, अनि त्यही भएर हामी बाहिर गएर खानु पनि एक त भ्याउदौं जानु पनि सक्दौं हैन। त्यही माथि अब नानीहरु सानो छोडेर जानु भएन, अनि त्यही भएर भेटघाट भएको बेला चाहिँ घरमै बनाइ खाम न भनेर। अनि सबै साथीहरुलाई मन पर्छ चटपटे। अनि आज चाहिँ स्पेशल हामी चटपटे गिलो चटपटे बनाइ खाने वालामा छौं हैन। कसलाई गिलो चटपटे मन पर्छ, कसलाई फुको चटपटे मन पर्छ नि त। अब सबै खालको त मन पर्छ, सबैलाई भन्न सकिँदैन नि त। आज चाहिँ हामी चाहिँ अरु बेला खाइराखेकै हो भनेर आज चाहिँ गिलो वाला बनाम न भनेर है। मेरो साथीहरु नानी छोडेर आउनु भएको नि त, अनि चटपटे लभर कोही हुनुहुन्छ भने खाएर म जान्छु भन्नु हुँदैछ कि खानुपर्छ गफ गर्नुपर्छ भन्दै बिस्तारै बनाम न भनेर मैले चाहिँ भनिरहेको छु हैन। अनि बल्ल भेट हुने हो साथीहरु। हेर्नु त 1-2 महिना भइसक्छ यही नजिक वरपर छुम्रा पनि भेट हुनै गाह्रो के। अब सबैको आफ्नो दुःख हुन्छ सुख हुन्छ हैन। त्यही भएर नानी भएपछि सोचे जस्तो जिन्दगी रहेनछ, त्यसै यो गीत आएको हो त साथीहरु, हो कि हैन भन्नुस् त। को न्यू मम्मी न्यू मदर्स हुनुहुन्छ हजुरहरुले प्लिज कस्तो छ हजुरहरुको लाइफ जिन्दगी है। मलाई चाहिँ एकदमै बोरिङ लाग्छ के। म अब दोकान गर्ने मान्छे हो नि त पहिल्यैदेखि। अब पसल कुडे गर्ने एक दिन पनि म बन्द गर्दिन नि त पसललाई। अनि त्यही भएर बिहान उठ्यो नानी हेरो अनि खानासाना खायो, यता गएर लुगाहरू धुयो, फेरि एकछिनमा नानी हेरो कि भने यत्तिकै रात हुन्छ के साथीहरु। यत्तिकै दिन गएकै थाहा हुँदैन हैन। त्यतिकै अनि डेली रुटिन एउटै भएपछि के साथीहरु एकदमै दिमागलाई पनि ह्याङ भए जस्तो फिल हुन्छ के। हुन्छ नि एउटा डिप्रेसन टाइप हुन्छ नि, के गरौँ कसो गरौँ कहाँ जाउँ जस्तो फिल हुन्छ हैन। अनि त्यही भएर चाहिँ सबै साथीहरुसँग यसो गेट टुगेदर कोही बेला गर्यौं भने चाहिँ एकदमै माइन्ड पनि फ्रेश हुन्छ। ल खाइसकेर खाएँ ल खाइम ल गाइस। हेलो गाइस भन्दिनु। हेलो गाइस, हामीले चटपटे खान लागेको खाइरहेको छौं। थ्यांक यू हाम्रो दियरलाई मौसमीलाई। वाउ भिडियो नबनाउने भन्नेहरु बोल्ने जान्छ रे। खानु छु मिठो छ। वाउ आमा मुदा किन्दाङ होची यम्मी। नुन लगा मान्यो रे न लिसा जम्मा लोनमा न इलेसी मन पर्यो, धेरै मिठो लाग्यो। अनि मेरो साथीहरुले नि हेल्प गर्नुभयो बनाउनुमा सबैजना मिलेर है। अनि साथीहरु चाहिँ अलिक क्यामेरामा आउनु लाज लाग्छ भन्नुहुन्छ नि त, अनि त्यही भएर फेरि त्यही माथि क्यामेरा अब बोक्दिने मान्छे पनि हुँदैन नि त। अनि कस्तो भयो चटपटे? वाउ कस्तो भयो? कस्तो भयो?
जाने भन्नुभयो। अनि त्यही भएर उहाँहरूको अब मैले सिकेको भनेकै यही हो नि त। अनि उहाँहरूको ब्युटिसियन हो, अब ब्युटी त बनाइदिनै पर्यो पक्कै पनि साथीहरूलाई है। उहाँ चाहिँ क्यामेरा गर्नु मान्नुहुन्छ नि त, उहाँले गरिदिए, अरूले चाहिँ मान्नु भएन। अनि त्यही भएर हजुरहरू को मसँग इच्छुक जतिले घरमै पनि आएर सर्भिसहरू लिनु सक्नुहुन्छ है। हस् त, थ्याङ्क यू सो मच। मेरो भिडियोलाई एकदमै इन्डिङसम्म हेर्नु होला, माया गर्नु होला। बाई बाई, लभ यु सो मच अल अफ यु।